यस्तो हेलो एफएम वेलकम ब्याक टु माई च्यानल। अहिले सबैजना सन्चै आराम हुन्छ। म पनि एकदमै सन्चै आरामी छु। म चाहिँ आज कहाँ जाँदैको भइहाल। हामी चाहिँ आज क्रिकेट खेल्न जानु लाग्छौँ। हामी गाउँ चाहिँ उता हो। हामी चाहिँ हिँड्दै भन्नाले अटोलाई बोलाएको छ। अटो चाहिँ आएको छैन। हामी चाहिँ विचार गरेर जानु लाग्छौँ क्रिकेट खेल्न चाहिँ। त्यहाँ आउँछ अरे। कस्तो गर यार गर के हुन्छ र हेलो त्यसपछि हामी चाहिँ अब जान्छौँ यहाँबाट क्याम्प पनि लाग्छ चाहिँ अटो आउँछु भनेको छ। अब हामी चाहिँ अटोमा चढेर जान्छौँ। जत्न भेटिन्छ अटो हामी चाहिँ त्यत्न चढेर जाने कुरो भएको छ। हामी चाहिँ जान्छौँ। अब अरू केटाहरू चाहिँ अटोमा गइसक्यो। अनि हामीलाई चाहिँ फेरि ल्याउन आउँछ अरे अटो। हामी चाहिँ चारजना छौँ। यहाँ चाहिँ दुईजना पछाडि उठ्छ म अनि हामी चाहिँ आन्टा भन्ने आन्टाको अलिक तल आइपुग्यौँ। यहाँ यस्तो छ यहाँ बाटो चाहिँ। हामी चाहिँ त्यहाँ चाहिँ यसले केट्छ कुरा अरे होइन। हामी चाहिँ क्वाडी पनि आइसक्यौँ। हामी चाहिँ अघि अटोमा आयौँ र क्वाडी आज शनिबार अटो नि पाइएन। अनि त्यो चाहिँ हामी चाहिँ अब जत्न पाइन्छ उति चढ्ने कुरो भएको छ। आज अब मन्दिरमा सुटिङ लगाएर चाहिँ हामी सुटिङ हेरिरहेको छौँ। जनता हेर्ने जनता चाहिँ यतिका छन् ल। हामी चाहिँ अलिक भर्खर क्रिकेट खेलेर आएको उता छन्। अब चाहिँ सुटिङ हुनु लाग्छ यहाँ। यस्तो छ केटाहरूको चालवाला। यस्तो चाहिँ अलि राम्ररी कमर घुमाउने त्यहाँ चाहिँ सबले हेरिरहेको छ। त्यहाँ चाहिँ यस्तो लभली हेरिरहेको छ। नबोल कि तिमीले गाली गरेछ हामी पनि गाली गरेर भाग्यो। केटाहरू चाहिँ दुइटा त्यहाँ पनि पुगेछन्। त्यहाँ जानु मिल्दैन। त्यहाँ छिरै केटाहरू अलिक कमर घुमाउनु त प्र्याक्टिस भएन अरे। त्यहाँ चाहिँ हेर खतरा भएको छ यहाँ चाहिँ। घरजान लाग्यो टक्क लाग्यो जुम्री आएको हामी चाहिँ। केटाहरू चाहिँ अगाडि गइसक्यो। घर जान्छ अनि त्यसपछि घर जाने अब केमा जाने थाहै छैन। अब
चाहिँ अर्को दिनको सुरुवात पनि भइसक्यो अनि हिजो हामी त्यहाँ क्रिकेट खेल्यौँ अनि क्रिकेट चाहिँ हामी सुटिङ हेऱ्यौँ अनि त्यसपछि हामी चाहिँ क्रिकेट हारेर हार्यौँ आज चाहिँ अहिले चाहिँ कति 2:30 बजे होला चाहिँ हामी आउँदै चाहिँ राति परेको थियो 9:30 जति भएको थियो पानी आएको थियो अलिअलि अहिले पनि त्यस्तै गरिरहेको छ पानी जस्तो गरिरहेको छ टक्क लगाएर यस्तो गरिरहेको छ अहिले नि अलिकति अँधारिरहेको छ यहाँ चाहिँ यस्तो छ अनि त्यसपछि आङ चाहिँ लास्टै दुखाएको छ क्या त्यही भएर अब आजलाई भल यति नै हुन्छ के कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट र च्यानल हुन्छ च्यानल सब्सक्राइब गर्न नभुलिदिनु होला छिटै नै भेट हुन्छ अर्को ब्लगमा